संसारको जुनसुकै कुनामा जानुहोस्, एउटा नाम सबैले चिन्छन्, त्यो हो कोको कोला। तर के तपाईँलाई थाहा छ, आज हामीले रमाइलोका लागि पिउने यी सफ्ट ड्रिङ्क वास्तवमा एउटा औषधिको रूपमा बनाएको थियो। एउटा सानो फार्मेसीबाट सुरु भएको यो यात्राले कसरी अरबौं डलरको साम्राज्य बनायो त? आजको भिडियोमा हामी कोको कोलाको सफलता र यससँग जोडिएका केही रोचक तथ्यहरूको बारेमा चर्चा गर्नेछौँ। कोको कोलाको कथा सन् 1886 मे 8 मा सुरु हुन्छ। एटलान्टाका फार्मासिस्ट डाक्टर जोन पेम्बरटनले एउटा विशेष सिरप तयार पारेका थिए। सिरप भनेको पानीमा चिनी वा अरू कुनै गुलियो पदार्थ मिसाएर बनाएको एउटा बाक्लो तरल पदार्थ हो। डाक्टर जोन पेम्बरटनले तयार पारेको सिरप चाहिँ कोको कोलाको मुख्य मिश्रण थियो। त्यसमा उनले विभिन्न स्वादहरू मिसाएर एउटा बाक्लो तरल पदार्थ बनाएका थिए, जसलाई पछि सोडासँग पानी मिसाएर पिउने गरिन्थ्यो। त्यही सिरप नै पछि विश्वभर प्रख्यात कोको कोला बन्यो। डाक्टर जोन पेम्बरटन अमेरिकी सिभिल वारका क्रममा घाइते भएका थिए। सन् 1865 मा भएको ब्याटल अफ कोलम्बसमा उनलाई छातीमा तरवालको चोट लागेको थियो। त्यही चोटको दुखाइ कम गर्न उनले मार्फिन प्रयोग गर्न थाले। मार्फिन भनेको एक किसिमको शक्तिशाली दुखाइ कम गर्ने औषधि हो, जुन अफिमबाट बन्छ। डाक्टर जोन पेम्बरटनले चाहिँ अमेरिकन सिभिल वारको बेला चोटपटक लागेर धेरै दुखाइ भएपछि त्यसलाई कम गर्न मार्फिन लिन थाल्नु भएको थियो। पछि उहाँलाई त्यसको लत लाग्यो र त्यही लतबाट मुक्त हुन खोज्दा खोज्दै उहाँले कोको कोलाको फर्मुला बनाउनु भएको थियो। त्यो समयमा उनका पार्टनर प्र्याङ्का रोबिन्सनले यसको नाम कोको कोला राखे। आज हामीले देख्ने कर्सिफ फन्टका लोगो पनि उसैले डिजाइन गरेका थिए। सुरुका दिनहरूमा यो औषधि पसलमा प्रति गिलास 5 सेन्टमा बिक्री हुन्थ्यो। अचम्मको कुरा त के छ भने पहिलो वर्ष डाक्टर पेम्बरटनले जम्मा $50 मात्र व्यवहार गरे, जबकि उनले बनाउन $70 खर्च गरेका थिए। अर्थात् सुरुमै यो घाटामा थियो। कोको कोलाको राम्रो प्रचार नहुँदै डाक्टर जोन पेम्बरटनको मृत्यु भयो। डाक्टर जोन पेम्बरटनको मृत्यु सन् 1988 अगस्त 16 मा भएको थियो। उनी 57 वर्षका हुँदा पेटको क्यान्सरका कारणले बितेका हुन्। मृत्युको समयमा उनी गरिब बनिसकेका थिए र मार्फिनको लतबाट पनि पीडित थिए। पेम्बरटनको मृत्युपछि सन् 1891 मा व्यापारी एस क्यान्डलरले कोको कोलाको सम्पूर्ण अधिकार मात्र $2300 मा किने। क्यान्डलर एक मार्केटिङ जिनियस थिए। उनले कोको कोलाको कुपन बाँडे। संसारकै पहिलो फ्री कुपन अभियान उसैले चलाएका थिए। क्यालेन्डर, घडी र पोस्टरहरूमा कोको कोलाको लोगो राखे। यसलाई औषधिबाट रिफ्रेसिङ ड्रिङ्कमा बदले। यस मार्केटिङ पश्चात कोको कोलाको राम्रै कारोबार भइरहेको थियो। तर बजारमा नक्कली कोको कोला धेरै आउन थालेपछि कम्पनीले यस्तो बोतल बनाए जुन अँध्यारोमा पनि छामेर चिन्न सकियोस्। सन् 1915 मा कन्टुर बोतल डिजाइन गरियो, जुन आज कोको कोलाको पहिचान बनेको छ। के तपाईँलाई थाहा छ, आज हामीले देख्ने रातो लुगा लगाएको, सेतो दारी भएको र मोटो शरीरको सान्टा क्लजको आधुनिक स्वरूपलाई चर्चित बनाउन कोको कोलाको ठुलो हात छ। 1930 को दशकमा विज्ञापनका लागि कलाकार हर्डन सर्टब्लमले बनाएको यो चित्र अहिले विश्वव्यापी मानक भएको छ। यसरी कोको कोलाको विकास भएको थियो। अहिले कोको कोला विश्वका 200 भन्दा बढी देशमा उपलब्ध छ। एउटा टाउकोको दुखाइ औषधिबाट सुरु भएको यो पेय पदार्थ आज खुसी र उत्सवको प्रतीक बनेको छ। तपाईलाई कोको कोला मन पर्छ कि पेप्सी? तल कमेन्टमा लेख्नुहोस्।
यस्तै रोचक भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।